दाइ म चिन्छु नि मलाई धेरै थाहा छ क्या म पाहाडमा बसेको मान्छे उसलाई सबै थाहा छ तर मलाई अहिलेसम्म केही पनि थाहा छैन सो धेरै दिनपछि अब म भ्लग बनाउँदैछु आज आज हाल न तिमी आज अब धेरै वर्षौपछि म भ्लग हाल्दैछु एउटा मात्रै सिंगल बोट रहेछ यो यो लालीगुराँस हो कि सेतो लालीगुराँस रहेछ यो त अब कति रियर हो यो त यो बारेमा चाहिँ मलाई केही पनि थाहा छैन तर मेरो साथीलाई चाहिँ सबै थाहा छ एक हजार जाउँ अंकित सुन्नु गाइज अब म चाहिँ वान टेक हो क्या फेरि मेरो चाहिँ कुनै पनि एडिटिङ सेडिटिङ केही हुँदैन आमामा कत्रो बोट लालीगुराँस यहाँ खिचिहाल यस्तो यो त रियर हो यो रियर यो त मिक्स रहेछ हो पखाए यो लालीगुराँस होइन यो हामी ढिलो आइपुग्यौँ तर थोरै 2-3टा लालीगुराँस रहेको छ र हाम्रो मान्छेलाई चाहिँ यो लालीगुराँस नपुग्ने भयो अब हामी केही गर्न सकिएन यहाँनिर यहाँ 2टा भ्लग बन्दैछ आज म पनि बनाउँदैछु वान टेक हो फेरि मेरो त एडिटिङ हुँदैन पज मात्र यस्तो छ यहाँ र यहाँ जाँदैछौँ हामी भिडियो अवश्य हाम्रो अब हामीलाई गाइड चाहिँ हाम्रो एभ्री भाइले गर्दै हुन्छ हेलो क्यामेरा सामना बाजे छ किन यहाँ दाइ हेर्नुहुन्छ त्यो मौरी पारेको छ त्यो खिच्छ त मौरी हो कोही साथी मेरो भ्लग भरिन्छ क्या मलाई संसार भयो आज शुक्रबार हो है 3 बजे छुट्टी हुने पञ्च हान्नु हुन्छ कति भयो आज अहिले चाहिँ हामी यहाँ हार्भेस्टिङमा आएको छौँ यहाँ हल्का हाम्रो चाहिँ अलिकति कामहरू यहाँ गर्नुपर्ने भयो यहाँ सामान झरेको रहेछ यो खान मिल्छ एकदम गजब सामान दाजु के भन्न चाहनुहुन्छ अब यहाँनिर यो आल्चा हो यो फल्ने सिजन चाहिँ यही हो जेष्ठ असाढतिर पाक्छ यो ठिक छ तराईतिर जसरी आँप पाक्छ होइन जामुन लिची पाक्छ त्यसरी नै यो पहाडतिर हाई हिल्समा यो आल्चा हो यहाँ क्षति पनि त्यतिकै गर्छ बाँदरले यो आएर आल्चा सबै खाइदिन्छ यसमा नेट हाल्नु पर्ने हुन्छ कहिलेकाहीँ नेटै हालेको छैन सबै खान्छ होला त्यही हो कुरो तिम्रो हटाइदिए यही त यो नगर एकछिन के हुँदैन त्यहाँ छेकिङ दाइ हाम पाल्दैछ नि डिग्री क्याम्पस 24 सभापति नपाएर यसको सम्पूर्ण क्षतिपूर्ति चाहिँ विराज बरालले स्वयं लिनुपर्ने हुन्छ दाइ यो के हो दाइ एउटा राम्रो खाले दाइ उहाँ छ क्या सब राम्रो उहाँ हेर्नु न राति चाहिँ यहाँ आउनु न तपाईँ यही खाइदिउँ न काँचो खायो दाइ यो कुन सिजनमा हुन्छ भन्नु त भन्नु न आजबाजी हार्भेस्ट भइसकेको छ है बाँदरले ढेडुले गाइज अब जाँदै हुनुहुन्छ उहाँहरू चाहिँ काठमाडौँतिर अब म चाहिँ एक्लै भएँ यहाँ अब एक्लै भए के गर्न सकिन्छ अब म सुइसिन जाँदैछु ल बाई ल ठिक छ ओके म चाहिँ जाँदैछु यहाँबाट अहिले चाहिँ पानी परेर हामी यहाँ बसिरहेछौँ यो चाहिँ पाखरीबास बजार आज बजार लाग्दो रहेछ शनिबार पानी परेर एकछिन बिसाउने मौका अवस्था 6 घन्टा बस्यो अब बल्ल बल्ल खोलिनाको